हेलो नमस्ते सबैजनालाई नमस्ते स्वागत छ फेरि पनि मेरो भिडियोमा सबैजनाले फुल वाच गरिदिनु होला हैन। अरु खास केही पर्दैन, फुल वाच गरिदिनुहोस्। अनि त्यसपछि अब मैले यो हाम्रो प्रिन्ट हाउस नेपालको लोकेसन त मैले प्राय गरेर जुनसुकै भिडियोमा बताइरहेको छु भनिरहेको छु। अनि साइडमा टाइपिङ गरे पनि राखिरहेको छ हैन। प्रिन्ट हाउस नेपालको लोकेसन यो चाहिँ चाबेल मैजुबाल बङ्गालाबैखी मन्दिरको साइडमा छ हैन। तपाईहरु चाबेल चोकमा आएर आउनुभयो पनि हुन्छ। चुचेपाटीको त्यो पासाङ लामुको पासाङ लामुको मूर्तिबाट राइट साइड, पानेश्वरबाट उता गौशालाबाट चाबेलबाट आउँदा राइट साइड, बौद्धबाट आउँदा लेफ्ट साइड छिर्नुभयो पनि हुन्छ। अथवा पेट्रोल पम्पमा झरेर पेट्रोल पम्पबाट मन्दिरसम्ममा आइपुग्नु सक्नु भए पनि हुन्छ। आज चाहिँ हामीले अलिकता नौलो भनौँ न, कहिले टी कपको गरेको थिएन, फर्स्ट टाइम टी कपको भिडियो राखिरहेको छु। यो टी कप चाहिँ हाम्रो चर्चले दिएको अर्डर हो। यो चाहिँ उहाँहरूले ब्लड डोनेसन गर्दाखेरि डोनरहरूलाई गिफ्ट दिन भनेर बनाउनु भएको रहेछ, बनाउनु लाग्नु भएको छ टी कप। अब प्रत्येक डोनरलाई एउटा टी कप गिफ्ट गर्ने भनेर उहाँहरूले त्यही हिसाबले बनाउनु भएको रहेछ, दिनुभएको छ। अब यो टी कप चाहिँ हाम्रो फर्स्ट टाइममा निकै आयो अर्डर, 1000 नै आएको छ। हामी खुसी छौँ। तपाईहरु हाम्रो लागि भगवान हो, ग्राहकहरु हाम्रो लागि भगवान हो। तपाईहरु बिना हामी बाँच्न सकिँदैन। अब हैन, हामी तपाईहरुको सेवामा लागि परेको छौँ, लागिरहन्छौँ। सेवा गर्ने मौका दिनुहोस्। अनि तपाईहरु चाहिँ अब टी कप मात्रै नभएर कप, क्याप हैन, अनि बोतल पनि हुन्छ। अब गर्न दिनुहोस् सेवा। बरु त्यो एकछिन स्टिकर अझै 50 वटा जति स्टिकर काटेर जानु भन न, म गएँ। अब दुई पत्ता चाहिँ काटेर जानु नि त। 10:30 भयो नि। अब यो ब्लड डोनेसन भनेको चाहिँ एउटा भनौँ न जीवनदान दिएको भनिन्छ। एकदमै राम्रो हो। ब्लड डोनेसन गर्नु भनेको जीवनदान हो, पुण्य कमाउनु हो हैन। अब एउटा सिधै अब माथि हामी स्वर्गमा गइन्छ भन्ने एउटा हिसाब छ। त्यो पनि सोचौँ हैन। अब हामीलाई हाम्रो रगत टाइममा कतै महिनामा चेन्ज हुन्छ, रगत खेर जान्छ भन्ने हुन्छ। त्यो खेर गएर पठाउनु भन्दा हामीले डोनेसन गर्दाखेरि अब फेरि अर्को नयाँ रगत आउँछ भन्ने हुन्छ। त्यही भएर प्राय हामी सबैजनाले ब्लड डोनेसन गर्न हेल्दी छौँ भने ब्लड डोनेसन गर्न नहिचकिचाउँ, पछि नहटौँ, रक्तदान गरौँ, जीवन दिउँ हैन। अब हामीले रगत चाहिँ हामीले डोनेसन गर्नै पर्छ। किनकि अब कतिपय रगत त सजिलो पाइन्छ, कति त पाउँदैन। जस्तै ओ पोजिटिभ, ओ नेगेटिभहरू पाउनु गाह्रो हुन्छ। त्यस्तो भनौँ न, त्यस्तो ब्लड ग्रुप हुनेहरूले चाहिँ दान गरिराख्नुहोस्। तपाईहरुको स्वास्थ्य पनि राम्रो हुनुपर्छ, स्वास्थ्य पनि राख्नुहोस्। स्वास्थ्य खराब छ भने डोनेसन गर्न सकिँदैन। त्यही भएर आफ्नो हेल्थलाई केयर गरेर अरूलाई पनि जीवनदान दिनुहोस्, पुण्य कमाउनुहोस्। अब यो टी कपहरुको चाहिँ अब यहाँ यो चाहिँ सकिएर प्याकिङ भइसकेको हो बक्सहरु। एउटा कुरा चाहिँ के छ भने यो ब्लड भन्न आएछ, सरी। यो एउटा कुरा चाहिँ के भने यो कप चाहिँ तातो एकदमै निकै कतिको हिट हुन्छ, म त्यो याद गरिनँ। अनि झुक्केर च्याप्पा समात्दाखेरि हात डढ्यो पनि है, त्यो ह्यान्डलमा समात्नु पर्ने हो। म चाहिँ अब बिचतिरै समातिदिएर मेरो हात डढाएँ। कति त त्यो ध्यान दिनुपर्ने रहेछ। जुनै कुरामा ध्यान दिनुपर्छ, ध्यान दिएन भने एकदमै हालत खराब हुन्छ। त्यही भएर केयरलेस गर्नु हुँदैन है भन्ने हो भने। तर म चाहिँ झुक्किएर बिर्सेर कतिपटक हात डढाएँ। अब म त्यति भन्दैमा मेरो केही शब्द यहीँ टुङ्ग्याउँदै सबैजनालाई फेरि अर्को भिडियोमा भेटौँला भन्ने बाचाका साथ सबैजनालाई बिदा माग्दै नमस्ते बाबाई भन्छु हैन। फेरि पनि अर्को भिडियोमा भेटौँला। बाई, नमस्ते।
सिडी मार्नु न सिडी बनाएको